जानुभएको, अहिले भर्खर आउँछु बालाई दबाई गर्न लिएर जान्छु भनेर लिएर जानुभएको। आउनु होला आउनुभयो। एकछिनपछि खबर सुने मैले, म पनि जान्छु भन्दा भेटाउँदा नि भेटाएन। अब मैले कस्तो मुख हेरेर बस्ने, के हेरेर बस्ने, कस्तो स्थितिले बस्ने, मैले के कसरी बस्ने। घर यस्तो गर्छु भन्दा भन्दै बाटै बनाएर मिस्त्री लगाएर जानुभएको। मिस्त्री लागेको 3 लाख हालेर छोडिदिनु भएको। घर जग मात्रै राखेर जानुभएको। त्यो घर मैले केले बनाउने, कसरी बनाउने, मैले त्यो घरलाई लगाउने कि छोराछोरी पाल्ने कि सासू ससुरा पाल्ने कि। सुकुम्बासीमा घर छ न, बारी छ न, केही छ। छोराछोरीको मुख हेर्ने कि मैले कमाएर ती छोराछोरी पाल्ने कि पढाउने कि सासू ससुरा पाल्ने कि। बिमार पऱ्यो भने देवर जेठालाई नि हेर्न पऱ्यो मैले। जागिरले कहाँबाट पुग्छ।